रौतहटको राजदेवी नगरपालिका 4 स्थित गडहिया प्राथमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको भारतीय महावाणिज्य दूत देवी सहाय मीनाले एक कार्यक्रमको बीच शिलान्यास गरेका छन्। भारत नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत 3 करोड़ 16 लाख रुपैयाँ लागतको यस परियोजनामा भारत सरकारको 2 करोड़ 84 लाख रुपैयाँ तथा राजदेवी नगरपालिकाको 32 लाख रुपैयाँ लगानी रहेको छ। शिलान्यास कार्यक्रममा महावाणिज्य दूत मीनाले भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूको लागि थप कक्षा कोठा, शौचालय तथा अन्य आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध हुने जानकारी दिए। भारत सरकार नेपाल में प्राथमिकता वाले क्षेत्र में बुनियादी ढांचे के विकास और जनता के उत्थान में सहयोग के लिए सदैव प्रतिबद्ध है। भारत सरकार नेपाल को शिक्षा, स्वास्थ्य और बुनियादी ढांचे के विकास के लिए सहायता और सहयोग देने के लिए सदैव तत्पर है। कार्यक्रममा महावाणिज्य दूत मीनाले 63,10,386 रुपैयाँको ड्राफ्ट चेक पहिलो किस्ता स्वरूप राजदेवी नगरपालिका नगर प्रमुख भिखारी राय यादवलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा वक्ताहरूले विद्यालय भवन निर्माण परियोजना भारत नेपाल बीचको बलियो विकास साझेदारीको उदाहरण भएको उल्लेख गर्दै यसले शिक्षा, सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। भारत सरकारले हालसम्म मध्य प्रदेशमा 87 वटा विकास परियोजना स्वीकृत गरेको छ, जसमध्ये 62 वटा सम्पन्न भइसकेका छन् भने 27 वटा निर्माणाधीन छन्।